हामीले सुस्तानीहरू सुने, वेदहरू पनि सुनेछौँ अलिअलि। त्यसमा पनि अब उसको शिवजीको उत्पत्तिहरूको बारेमा पनि छ होइन। तर अब यसमा पनि अब नामहरू पनि धेरै हुन्छ, उहाँहरूको उत्पत्तिहरू पनि धेरै हुन्छ। जस्तै अब यहाँ चाहिँ कसरी उत्पत्ति भयो, यहाँ कसरी पूजा गर्न लाग्यो किन। हजुर ल ठिक छ, धेरै राम्रो राम्रो क्वेसन। तपाईँले हिस्ट्रीमा नेपालको हिस्ट्री पढ्नुभयो होइन, वर्ल्डको हिस्ट्री पनि पढ्नु होला, हजुरहरूले स्कुल पढ्दा सोसल पनि पढ्नु होला होइन, कि सामाजिक पढ्नुभयो? सामाजिक सोसल त्यति पढ्नु होइन। ल ठिक छ, यस्तो हुन्छ हरेक चिजको कुनै पनि हरेक ठाउँको आफ्नै आफ्नै मूल्य मान्यता रहन्छ। जस्तै यो चाहिँ के हो भन्दा आजभन्दा 135 वर्ष अगाडि यो चाहिँ स्थानीय रूपमा जुन यहीँको स्थानीय बासिन्दाहरूले, जस्तै तपाईँ हुम्लाको मान्छेले अलिक बढी यसको विषयमा ज्ञान हुन्छ। तपाईँ जाँदा बाटोमा देख्नुहुन्छ नि ठाउँ ठाउँमा कुनै ठाउँमा फुलहरू चढाइरहेको हुन्छन्, आफ्नो चलन हुन्छ नि। त्यस्तै चाहिँ यहाँ चाहिँ आजभन्दा 135 वर्ष अगाडि यहीँ तलको केही व्यक्तिले अनि यहाँ आएर चाहिँ अब यो अलिकति डाँडो अब उनीहरू आउने, अनि त्यसपछि चाहिँ अब एउटा कुरा त प्राकृतिक हिसाबले धार्मिक हिसाबले पहिलो कुरा त राप्ती नदी छ। राप्ती नदीले चाहिँ यसलाई जहिले पनि अर्धचन्द्र आकारमा घुमेको छ, हजुरलाई थाहा होला। यताबाट आएर राप्ती नदी यसरी, राप्ती नदी चाहिँ नेपालमा भएका तीर्थ भनेको जुन नदीहरू छन् जति पनि, यी नदीहरूमा चाहिँ सर्वश्रेष्ठ नदीमा गनिन्छ पहिलो कुरा राप्ती। यति धेरै महत्त्व। जस्तै तपाईँको हामी कुम्भ मेला भन्ने गयौँ होइन, त्यहाँ सरस्वती, भागरथी त्यस्तै इन्डियामा जति महत्त्वपूर्ण तीर्थ छन् नदीहरू, जस्तै त्यस्तै गरेर नेपालमा चाहिँ जस्तै कालीगण्डकी भन्ने एकदमै प्रसिद्ध नदी भइहाल्यो होइन। विश्वमा कहीँ पनि कालीगण्डकी पाइँदैन, गण्डकीमा पाइन्छ कालीगण्डकी। त्यस्तै भने जस्तै राप्ती नदी पनि एउटा आफैमा के हो त एउटा बहुत ठुलो धार्मिक आस्था बोकेको नदी हो। त्यो नदीले यो क्षेत्रलाई चाहिँ यसरी टर्न गर्नु एउटा आफैमा बडो, यो क्षेत्र आफैमा पहिलो कुरा पवित्र त्यसै भइहाल्यो। 1 नम्बर पोइन्टमा चाहिँ किनभनेपछि यो भालुवाङबाट आएको नदी उतै जानु पर्ने होइन, फेरि यसरी घुमेर आएर यहाँबाट आएर यसलाई चाहिँ अर्धचन्द्र आकारमा घुमाइको पनि आफ्नो लेभल हुन्छ। यो चाहिँ चन्द्रमा देख्नुहुन्छ नि, आधा चन्द्रमा हुन्छ नि, त्यो आकारमा यसले यस्तरी राउन्ड हाने एउटा त्यो बाटो भयो। अर्को बाटो चाहिँ के छ भन्दा यसमा चाहिँ पौराणिक कालमा चाहिँ यहाँ चाहिँ जस्तै तपाईँको चाहिँ हजुरहरूले देख्नुहुन्छ कि नयाँ योगी नरहरिनाथ योगी भन्ने सुन्नुभएको थियो? कसैले सुनेको? योगी नरहरिनाथ भन्ने योगी भन्ने चाहिँ सुने। योगी नरहरिनाथ भन्ने नेपालमा एकजना गुरु हुनुहुन्थ्यो, उहाँ राष्ट्रिय लेभलको गुरु हुनुहुन्थ्यो। तपाईँले सामाजिक सञ्जाल मोबाइल चलाउनुहुन्छ भने तपाईँले सर्च गर्न सक्नुहुन्छ। मोबाइल चलाउनुहुन्न भने त मैले भन्ने कुरा भएन होइन, भन्नु तपाईँ हामी पछि रिसर्च गर्छौँ। नरहरिनाथ योगी हुनुहुन्थ्यो। उहाँले चाहिँ जस्तै तपाईँको उहाँको आज तपाईँले नेपालभरि जहाँ जानुभयो भने उहाँले गरेको त्यो होमकुण्ड भन्ने बुझ्नुहुन्छ होइन, त्यो हवनकुण्ड हुन्छ नि, हवनकुण्ड उहाँले गरेको हवनकुण्ड नेपालभरि तपाईँ जहाँ जानु नि अलग छ कि। कसैसँग उहाँले गरेको हवनकुण्डको जुन आकार छ नि सेप कसैसँग मिल्दैन कि। उहाँको हवनकुण्ड जस्तै उहाँको मतलब कि हरेक ठाउँमा अलग अलग कि कस्तो? उहाँले चाहिँ उहाँको त देशभरि एउटै हो। हजुर, उहाँले चाहिँ 10,000 हवन गरेको मान्छे हो नेपालमा। 10,000 उहाँको कामै भनेको हवन गर्दै एक ठाउँ हवन गऱ्यो, फेरि अर्को ठाउँ गयो, अर्को ठाउँ हवन गयो, अर्को त्यो फेरि हवन गर्दा उहाँको हवन कस्तो भनेपछि त्यो समुदायमा कति मान्छे छ सबलाई राखेर हो कि फेरि हवन गर्यो, त्यस्तो खालको। त्यो भएर जस्तै तपाईँको यहाँ नेपालगञ्ज खजुरामा छ, यहाँ बाँकीमा पनि धेरै ठाउँमा त्यस्तो छ। अब खजुरामा हवनकुण्ड तपाईँको यहाँदेखि यत्रो यो एरियाभरि पुरै छ कि हवनकुण्ड भनेको। अब त्यत्रो समुदाय सबैलाई हवन गरेर राख्दा त सानो कुण्डले त पुग्ने कुरा भने त्यस्तै जस्तै गरेर त्यस्तै भयो। जस्तै 5 पाण्डवहरूको पनि जति हवनहरू गर्ने चलन थियो नि, त्यसको आफ्नै खालको त्यो वेदी भन्छ यसलाई चाहिँ हवनकुण्डलाई, त्यो आफ्नै खालको थियो कि। त्यो कारणले गर्दा त्यसको केही अंश यहाँ पनि भेटिएको थियो, यहाँ पनि यो ठाउँमा वेदीको वेदी जुन त्यो हवनकुण्डको त्यो 5 पाण्डवहरूले गर्ने हवनकुण्डको एउटा। किन भन्दा जस्तै तपाईँको हजुरलाई थाहा छ यो दृष्टि चाहिँ अन्तिममा स्वर्ग जाने बेला स्वर्गद्वारी भएर गएको भएकोलाई यो बाटो नै पर्थ्यो, एउटा त्यो मान्यता भयो। अनि पछि चाहिँ स्थानीयहरूले यहाँ आएर चाहिँ एउटा मगनत गरेपछि एकजनाको पुरा भयो, त्यसपछि अर्कोले आयो पुरा गर्दै गयो, गर्दा कस्तो भइदियो भन्दा मान्छेले माग्ने ठाउँ भयो कि। आज त केही चिज आफूलाई चाहिँ घरमा केही भयो, मान्छे बिरामी भयो अथवा छोराछोरी चाहियो, केही भयो, जे भयो यहाँ आउने। अनि गर्दा के गरेछन् तिनीहरूले भन्दा एउटाले आफ्नो आस्था पुरा भयो झन्डा गाड्ने, अर्कोले आस्था गर्दा त्यो जति पनि पहाड छ सब पुरै यो ठाउँलाई अहिले पनि झन्डावा भनिन्छ कहिलेकाहीँ इतिहासमा। पुरा पहाडभरि झन्डा भयो कि। त्यो आफ्नो मगनत पुरा भइसकेपछि मान्छेले गर्यो भनेको नेपाल भारतका दुवै देशका जो छिमेकी जति पनि मान्छे त्यतिखेर प्रचार थियो त्यसरी आए, आउँदै गर्दै जानेपछि अनि त्यसरी पूजा हुँदा 100 साल बित्यो, 135 वर्ष भयो अहिले। अनि त्यसपछि चाहिँ हजुरको चाहिँ त्यसरी स्थानीयले गइसकेपछि अनि 2070 सालमा यसलाई चाहिँ भौतिक रूपमा संरचना रूपमा यसलाई चाहिँ अब यसलाई चाहिँ मन्दिर बनाएर चाहिँ यसरी जानुपर्छ भनेर त्यसपछि चाहिँ सन्तानेश्वरको नामकरण गरेर त्यहाँदेखिबाट चाहिँ यसलाई चाहिँ विधिवत रूपमा पूजा गर्न सुरुवात गरियो। त्यस्तो हो। अनि तपाईँले चाहिँ हामीले जस्तै केही मन्नत माग्यौँ भने हामीहरूकोमा चाहिँ के हुन्छ भन्दाखेरि जस्तै हामीले केही मन्नत माग्यौँ भने हामीले बोकाहरू काट्ने या केही हुन्छ नि अलिकति शुद्ध चिजहरू हो त्यस्तोहरू काट्ने भन्छ, त्यो रियालिटी के हो, मतलब त्यो ठिक हो कि होइन?
त्यो त यस्तो छ हेर्नु, अब ठिक होइन भनेर 100% त भन्न मिल्दैन, तर मेरो तर्कमा त्यो गलत हो। कसरी? व्यक्तिगतका आफ्नै आफ्नै तर्क हुन्छन् होइन, व्यक्ति अनुसारका आफ्नै आफ्नै तर्क हुन्छन्। त्यो चाहिँ त्यो कसैको ऊ भन्दा पनि त्यो प्रापर कालदेखि चलिआएको संस्कार हो। त्यो चाहिँ त्यो शास्त्रमा पर्दैन हेर्नुहोस्, त्यो चाहिँ संस्कारभित्र पर्छ। संस्कार एउटा हुन्छ, शास्त्र अलग हुन्छ। जस्तै कस्तो हुन्छ भन्दा कतिपय कुराहरू चाहिँ शास्त्रले एउटा लेखेको हुन्छ, तर समाजमा एउटा चलिरहेको हुन्छ कि, याद हुन्छ? जस्तै कतिपय नियमहरू पुर्खाले बनाए, त्यही नियम चलिरहेको हुन्छ, तर शास्त्र एकातिर भइरहेको हुन्छ कि। त्यसलाई के भन्छ भन्दा तपाईँको एउटा शास्त्र भन्ने हुन्छ, एउटा चाहिँ संस्कार भन्ने हुन्छ, एउटा चाहिँ जो परम्परागत रूपमा चलिआएको हुन्छ नि। जस्तै बाबुले गर्नुपर्ने क्रियाकलाप, त्यसपछि बाजेले गर्दै गर्दै आएपछि त्यो गरिरहेको क्रियाकलाप, त्यस्तै जस्तै चाहिँ त्यो बलि चढाउने चाहिँ त्योसँग बढी अलि रिलेटेड छ। अब खासमा त पहिला सुरुमा मान्छे कहिले पनि पहिलो कुरा त के बुझ्नुपर्छ भन्दा अहिलेको नयाँ जेनेरेसनले यसलाई चिरफार गर्न सक्नुपर्छ। कसरी चिरफार गर्न सक्नुपर्छ भन्दा हामीले त पढे स्कुल पढेका छौँ। हामीले स्कुल पढ्नेलाई शाकाहारी र मांसाहारी भन्ने जनावर हामीले प्रष्ट रूपमा पढेका छौँ। हामीलाई पनि थाहा छ कि हामीले इक्जाम्पल बाघलाई नदेखे पनि बाघकै रूपमा एउटा हामीले कुकुरलाई देख्न सक्छौँ। जे चिज मांसाहारी हुन्छ उनीहरूको शारीरिक बनावटदेखि लिएर सबै कुरा अलग हुन्छ। जस्तै दाँतको कुरा भयो, उनीहरूले पानी पिउने तरिका, भनेको हामीले यो सामान्य कुरा हो कि यसमा धेरै डिपली जानुपर्ने कुरै केही नै छैन। भनेको मानिस कुनै पनि हिसाबले मांसाहारी हो भन्नका लागि कुनै पनि आधार केही पनि छैन कि। जस्तै मान्छे मांसाहारी हुनका लागि आधार के त भन्दा कुनै पनि आधार छैन। आधार त चाहिन्छ नि त। जस्तै यसलाई यो हुनको लागि जस्तै हामीले साइन्स पढ्ने बेलामा कुनै कुरा प्रुभ गर्नु पऱ्यो भने त त्यसको लागि त आधार पढ्नु त चाहिन्छ नि, यसको आधारमा प्रुभ हुन्छ भने जस्तै मान्छे मांसाहारी हो भन्नका लागि केही न दाँत मिल्छ, न जिब्रो मिल्छ, न त्यसले पानी खाने शैली मिल्छ, न त्यसको आन्द्रा मिल्छ, न त्यसको हातको जुन बनावट हुन्छ नि, जस्तै त्यो नङ्ग्राहरू हुन्छ नि। जस्तै हाम्रो नङ्ग्राहरू चेपाएको हुन्छ। जस्तै बाघको हाम्रो नङ्ग्रा अलिकति लामो पाल्यौँ केही चिज गर्नलाई नै आफै भाँचिन्छ। बाघको नङ्ग्रा भाँचिन्छ, कुकुरको भाँचिन्छ, बिरालोको भाँचिँदैन। भनेको प्रकृति भन्दा ठुलो त कोही पनि छैन। प्रकृतिले तिमीले यो खाऊ भनेर उनलाई पठाएको। तर हामी कुनै पनि हिसाबले जस्तै कसले के गर्यो भन्दा पनि हामीले के बुझ्नु अबको नयाँ जेनेरेसनले हामी त्यो बलिका लागि अथवा बलि चढाएको चिज खानका लागि, बलि चढाउनका लागि हामीलाई कुनै पनि न अथोरिटी छ न अधिकार छ। त्यसमा हामी कुनै पनि अथोरिटी छैन। हामी अहिलेको नयाँ जेनेरेसनले यो विषयमा पनि बुझेन भने त कसले बुझ्ने? किन त भन्दा हामी त्यसका लागि कुनै पनि मापदण्डको हिसाबले हामी योग्यतै छैन। जस्तै तपाईँले आफूले कम्पेयर गर्नुहोस् होइन, मांसाहारी जनावरहरूको कम्पेयर गर्नुहोस्, शाकाहारीहरूको कम्पेयर गर्नुहोस्, कहीँ पनि मिल्दैन। त्यो भएको कारणले गर्दा मान्छेले चाहिँ यो हत्या गर्ने विषय, यो खाने विषय भन्ने कुरा चाहिँ कहीँ पनि त्यो छैन। तर पहिला यो कसरी चलिआयो भन्ने कहिलेकाहीँ क्वेसन पनि आउँछ, किन चलायो त भन्ने कुरा आउँछ। त्यो बाध्यताले चलाएको कुरा कसरी चलायो भन्दा तपाईँले त हिस्ट्रीको कुरा गर्नु हो भने इतिहासको कुरा आयो। मान्छेको जुन ढुङ्गे युग थियो, ढुङ्गे युगमा पहिला सुरुमा मान्छेले कन्दमूल खान लाग्यो, कन्दमूल खाना कन्दमूल सकियो। कन्दमूल सकिसकेपछि त अब केही पनि भएन, बाँच्नको लागि त सङ्घर्ष गर्नुपर्छ। तपाईँले देख्नुहुन्छ कयौँ मान्छे युद्धमा फँसेका देशहरूमा जे पनि खाएन। जस्तै आज चाइनिजले सबै चिज खान्छ, कोरियनले सबै चिज खान्छ, जापानिजले सबै चिज खान्छ। किन खान्छ थाहा छ तपाईँलाई? किन? त्यो देशमा तपाईँको 100 वर्षसम्म 50 वर्षसम्म गृहयुद्ध चल्यो। गृहयुद्ध चल्दा खेतीपाती कसैले गरेनन्, अनि त्यसपछि पेट बाँच्नु पऱ्यो। बाँच्नको लागि उनले जे पाए त्यही खाँदै गयो। पछि बिस्तारै अब तिनीहरूले अलिक कम गर्दै गइरहन्। जस्तै कोरियामा हजुरलाई थाहा छ कि कुकुरको मासु कोरियामा सबैभन्दा बढी VIP भित्र पर्छ। अब बिस्तारै त्यसलाई आजभोलि हटाउँदै गइरहेछन्। भन्न खोजेको के हो त भन्दा त्यो बाँच्नका लागि गरेको सङ्घर्ष हो कि। त्यतिखेर बाँच्नको लागि गरेको। तर अब अहिलेको कुरा गरौँ, अहिलेको कुरामा मान्छेका लागि त्यो छ त नेसेसरी छ त? अहिले त खेतीपाती हुन्छ, धान चामल प्रशस्त मात्रामा अन्नबाली छ। फेरि यस्तो पनि होइन कि भोलिका दिनमा कुनै बेलामा त्यस्तो दिन, जस्तै कतिपय मान्छेहरूले याद गर्नुहुन्छ होला, कतिपय तपाईँले हिस्ट्रीहरू हेर्नुहुन्छ होला, कतिपय मान्छे जङ्गलमा हराएर आउँछन्, आफ्नै पिसाब खाएर पनि बाँच्छन्। के अर्को नर्मल मान्छेले खान सक्छ त? हो, त्यस्तो भन्नु खोजेको त्यो भएको कारणले त्यो अवस्था कठिन परिस्थितिमा मान्छेले जे पनि गर्न सक्यो। अब त्यो कठिन परिस्थितिमा गऱ्यो, अब सधैँभरि त्यही गर्नुपर्छ भन्ने चिज चाहिँ गलत हो। अब यहीँनिर चाहिँ यहाँ मिस्टेक भएको छ। त्यसरी चलाउँदै आए अनि आइसकेपछि त्यस्तो हो। अब जस्तै तपाईँको अर्को कुरा, हाम्रो संस्कारमा पनि जस्तै नरिवल, जस्तै हाम्रै जातमा पनि कतिपय मान्छेहरूले अझै पनि अब धेरै त परिवर्तन भएपछि कतिले बलि दिन्छन्। जस्तै हामीले चाहिँ के गर्छौँ यो नरिवल हो, जस्तै प्राय देवीलाई रातो चढ्छ, सबलाई थाहा छ, देवीलाई रातो चिर्छ। अब हामीले के गर्छौँ त यो नरिवल छ हो, यो नरिवललाई मजाले यसरी गराउँछौँ, यसलाई यसरी फुटाल्छौँ, फुटालिसकेपछि पानी आउँछ, यो यसको भित्रको अटोमेटिक यससँग कलर भएर रातो हुन्छ, त्यही देवीलाई चढाउँछौँ। मतलब कि हामीले त्यसको ठाउँमा यसलाई रिप्लेस गर्न सक्छौँ, रिप्लेस हामीले गरिरहेछौँ विकल्प। जस्तै कतिपय मान्छेले भन्छन् देवीलाई त रगतै चाहिन्छ भनेको यसैलाई हामीले रगत बाँध्ने। तर आजको दिनसम्म हामीले यस्तो चलाउँदै आएको 100 वर्ष हाम्रो जुन जातमा 100 वर्ष भयो, हामीलाई भगवान्ले कहिले पनि रिसाउनु भएन कि, झन् राम्रो भइरहेछ।
भन्न खोजेको त्यो भएको कारणले गर्दा त्यो चिजहरू पाटो छन्। अब त्यो सबै कुराहरू छन्, त्यो भएर यो सामान्य हिसाबले अरू धेरै कुराको डिपली नगएर सामान्य हिसाबले हामी एउटा एजुकेटेड मान्छेले हामीले शाकाहारी र मांसाहारी पढेछौँ किताबमा, हामीलाई थाहा छ शाकाहारी जनावर यस्तो यस्तो हुन्छ, मांसाहारी यस्तो यस्तो जनावर हुन्छ, त्यो दुईटालाई कम्पेयर गर्दा मान्छे चाहिँ कतापट्टितिर बढी हुन्छ आफै जानेपछि भइगयो नि, सकियो नि। तपाईँको फुल नाम? मेरो नाम चाहिँ हिमाल रिजाल। हजुर, तपाईँ त खतरा नलेज भएको मान्छे हुनुहुने रहेछ क्या। होइन, नलेज छैन नि मसँग त्यस्तो। अनि तपाईँ त यति अहिले मैले यस्तो नलेज भएको मान्छेहरू त यहीँ आएर भेटाएँ होइन, कि त म त्यस्तै मान्छेसम्म नपुगेको पनि हुनसक्छु। तपाईँको त्यो बोल्ने तरिकादेखि लिएर सुरुदेखि नै अनि क्या मजा आएको के। होइन त्यस्तो होइन, यस्तो हुन्छ। अब हामीहरू मैले हजुरलाई सुरुमा भनिहालेँ, अब हामीहरूलाई त्यस्तो अरू जस्तो धेरै आउँदैन, किन भन्दा हामीले क मात्रै पढेको। तपाईँले कको अर्थ बुझ्नुहुन्छ कि बुझ्नुहुन्न? तपाईँले कहन मात्रै पढेर यति धेरै भनिराख्नु त्यस्तो जान्नुभयो भनेपछि त बाफ्रे। मान्छेको स्मरण शक्तिको क्षमता हुन्छ। हजुर, मैले भनेको क र तपाईँले बुझेको क एउटै होइन, यसमा चाहिँ